एकपटकको कुरा हो, एक सानो गाउँमा हरियाली पहाड र चिसो नदीले घेरिएको एउटा सुन्दर ठाउँमा दुई युवा हृदयको प्रेम कथा बसेको थियो। राज र सीता उनीहरूको नाम थियो। उनीहरू बचपनदेखि साथै हुर्केका थिए। गाउँको सानो स्कुलमा एकै कक्षामा पढ्थे, एकै ठाउँमा खेल्थे र एक अर्काको साथमा धेरै समय बिताउँथे। उनीहरूको बीचमा एउटा अटुट बन्धन थियो जुन कालान्तरमा प्रेममा परिणत भयो। गाउँको हरियाली मैदान, चिसो नदीको किनार र रातको तारामण्डल तल उनीहरूको प्रेम बढ्दै गयो। राजले सीतालाई गीत गाउँथ्यो र सीताले उनको गीत सुनेर मुस्कुराउँथिन्। उनीहरूले भविष्यका धेरै योजनाहरू बनाएका थिए। राजले सीतालाई भन्थ्यो, एक दिन म तिमीलाई यस गाउँबाट लिएर जान्छु र हामी सँगै धेरै सपना पूरा गर्नेछौँ। सीताले पनि उनलाई विश्वास दिन्थिन कि उनीहरूको प्रेम कहिल्यै नटुट्नेछ। तर जीवन सधैँ योजना अनुसार हुँदैन। राजको परिवारले उनलाई उच्च शिक्षा प्राप्त गर्न विदेश पठाउने निर्णय गर्यो। यो समाचार सुनेर सीताको मन भारी भयो। उनीहरूले एक अर्कालाई आश्वासन दिए कि यो बिछोड अल्पकालीन हुनेछ, तर मनको गहिराईमा दुःखको बादल छायो। विदेश जानु अघि अन्तिम रातमा उनीहरू गाउँको नदीको किनारमा भेटे। चाँदनी रातमा सीताको आँखामा आँसु झल्किए। राजले उनको हात समातेर भने, म फर्कनेछु सीता। हाम्रो प्रेम यस नदीको धारा जस्तै अविरल हुनेछ। तिमी मेरो हृदयमा सधैँ बस्नेछौ। सीताले मुस्कुराउने कोसिस गरिन्, तर उनको आँखामा आँसु थिए। उनले राजलाई आफ्नो मनको टुक्रा दिइन् र राजले पनि उनलाई आफ्नो प्रेमको प्रतिज्ञा गरे। राज विदेश गए, तर उनीहरूको प्रेम पत्रहरू र फोन कलहरूमा जिउँदै रह्यो। पहिलो वर्ष सबै कुरा ठिक थियो। राजले सीतालाई विदेशको जीवनका कथाहरू सुनाउँथे र सीताले गाउँको नयाँ घटनाहरू बताउँथिन्। तर समय बित्दै जाँदा दूरीले उनीहरूको सम्बन्धमा दरार ल्याउन थाल्यो। राज व्यस्त हुँदै गयो र उनको पत्रहरू कम हुँदै गए। सीताको मनमा शङ्का उठ्न थाल्यो। राजले उनलाई बिर्सन सक्छन् भन्ने डरले उनलाई सताउन थाल्यो। एक दिन राजको पत्र आयो। पत्रमा उनले लेखेका थिए कि उनी विदेशमै बस्ने निर्णय गरेका छन् र उनले सीतालाई आफ्नो जीवनमा अगाडि बढ्न आग्रह गरे। उनले लेखे, सीता, म तिमीलाई माया गर्छु, तर यहाँको जीवनले मलाई नयाँ दिशा दिएको छ। म तिमीलाई धोका दिन चाहन्न, तर म तिम्रो लागि रोकिन सक्दिन। यो पत्र पढेर सीताको हृदय चकनाचुर भयो। उनले आफ्नो प्रेम र विश्वासलाई एकपटक फेरि जाँच्न खोजिन्, तर राजको निर्णय अटल थियो। सीताले आफ्नो दुःखलाई गीतमा ढालेर गाउन थालिन्। उनको आवाजमा प्रेमको मिठास र बिछोडको पीडा झल्किन्थ्यो। उनको गीत गाउँभरि फैलियो र मानिसहरूले उनको प्रेम कथा सुनेर आँसु बगाउँथे। उनको गीतहरूमा राजको स्मृति जिउँदै थियो र उनले आफ्नो दुःखलाई शब्दहरूमा बयान गर्न थालिन्। एक दिन सीताले नदीको किनारमा बसेर गीत गाइरहेकी थिइन्। उनको आवाजमा दुःख र एक्लोपन झल्किएको थियो। गाउँका मानिसहरूले उनलाई सुन्न आउँथे र उनको कथा सुनेर दुखी हुन्थे। सीताले आफ्नो जीवनमा अगाडि बढ्ने निर्णय गरिन्, तर उनको मनमा राजको स्मृति सधैँ बाँचिरहन्थ्यो। यो गीती कथा हामीलाई सिकाउँछ कि प्रेम धेरै रङ्ग हुन्छ, कहिले मिठासले भरिएको त कहिले दुःखले। तर प्रेमको स्मृति हाम्रो हृदयमा सधैँ बाँचिरहन्छ र यसले हामीलाई जीवनको यात्रामा अगाडि बढ्न प्रेरणा दिन्छ। सीताको गीतहरूले उनको प्रेम कथालाई अमर बनायो र उनको दुःखले गाउँका मानिसहरूको हृदय छोयो। प्रेम र बिछोडको यो कथा हाम्रो जीवनको एउटा महत्त्वपूर्ण पाठ हो। यसले हामीलाई सिकाउँछ कि प्रेम कहिलेकाहीँ दुःखद पनि हुन सक्छ, तर यसले हाम्रो जीवनलाई अर्थपूर्ण बनाउँछ। सीताको गीतहरूले उनको प्रेम कथालाई सधैँ जीवित राख्नेछ र उनको कथा हाम्रो हृदयमा सधैँ बाँचिरहनेछ।